अरूले त स्मोक गर्नु हुँदैन होला गरिँदैन उहाँले नि गर्नु न कसैले गर्दैन मैले मात्र यहाँनिर अलिकति सप्रेको मान्छे अहिले हामी कहाँ हिँडेको र अहिले हामीहरू चट्ट बोटिङ गर्छौँ त्यहाँबाट हल्का जङ्गल वक गर्छौँ अनि अरू उहाँलाई सोध्नु होला ठिकै छ ए थाहा भयो यसको यो 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 जुन डुङ्गा चलाउँछ नि कति बेला छ पछाडि गएर आउनु जङ्गल वाक पनि हुन्छ त्यसरी तिनवटा हामी चाहिँ 3 डिस्ट्रिक्ट बुढी राप्ती भनेपछि यो त हामी मात्रै छौँ कि यहाँ हो अहिले हामी 3जना मात्रै जाने अहिले तपाईँको धेरैजना मान्छे नै हाल्दैन किन भन्दा पानीको लेभल अलिक कम छ त्यसरी पानीको मुहानहरू घट्ने बेला भयो नि त गर्मी लाग्दैछ अनि तपाईँ यहाँको पानीहरू सिँचाइमा पनि युज हुन्छ कि कतातिर काटे यता तलबाट गाउँतिर अलिअलि लागेको यो खोलाको नाम चाहिँ तपाईँको ढुङ्ग्रे खोला भयो अनि दुईवटा जङ्गलको बिचबाट चाहिँ जान्छ जङ्गलहरू हेर्दा पनि मजा आउँछ दुईवटा जङ्गलको बिचबाट चाहिँ पछि हामी उतै खोलातिरै फर्किन्छौँ कि हाम्रो विशेषरी अब यो खोलाको नाम चाहिँ ढुङ्ग्रे खोला भयो दुईवटा अब बफर एरियाको बिच बफर जोन भन्छौँ हाम्रो मध्यवर्ती सामुदायिक वन दुईवटा यो जनकौली यतापट्टिको चाहिँ कुम्रोस पर्छ त्यो दुईवटाको जङ्गलको बिचबाट चाहिँ खोला पास हुन्छ खोलाको नाम चाहिँ ढुङ्ग्रे खोला भयो स्पेसली हाम्रो क्यानोइ भनेको चाहिँ तपाईँको चाहिँ गोहीहरूलाई चाहिँ नजिकबाट अब्जर्भ गर्नलाई देखिएको गोहीहरूलाई चाहिँ नजिकबाट अब्जर्भ गर्नलाई चाहिँ हाम्रो स्पेसली क्यानोइ चाहिँ हुन्छ अब हामीसँग यहाँ चाहिँ 2 प्रजातिको गोहीहरू पाइन्छ एउटा भयो घरियाल अर्को भयो मार्स मगर भन्छौँ हामी मार्स मगर नामै मगर हो र हिन्दीमा मगरमच भने जस्तो होइन होइन त्यसको नामै मार्स मगर हिन्दीमा त उनीहरूले घरियाललाई पनि मगरमच नै भन्छ मार्स मगर र तपाईँको घरियाल भन्ने हुन्छ 2 प्रजातिको अब घरियालको बारेमा भन्नुपर्दाखेरि चाहिँ तपाईँको घरियालको के हुन्छ अलि लङ स्नट हुन्छ उसको चाहिँ लामो ठुँड गरेको जस्तो हुन्छ अनि त्यसको चाहिँ त्यसलाई चाहिँ फ्रेस वाटर लिभिङ क्रोकोडाइल पनि भन्छ त्यो चाहिँ सङ्लो पानीमा सफा पानीमा बग्ने पानीमा मात्रै पाइन्छ त्यसलाई चाहिँ घरियाललाई चाहिँ हजुर त्यसलाई चाहिँ ग्याबियल पनि भन्छ द्याट मिन्स ओन्ली फिस इटिङ क्रोकोडाइल त्यसले चाहिँ माछा मात्रै खान्छ त्यसले चाहिँ अरूलाई त्यसरी हार्म गर्दैन त्यसले चाहिँ माछा मात्रै खान्छ र फ्रेस पानीमा सङ्लो पानीमा मात्रै बस्छ र भारी त्यो यिनीहरूको चाहिँ तपाईँको 6 देखि 8 मिटरसम्म पनि लामो हुन्छ र तिनीहरूलाई चाहिँ हामीले गोहीहरूलाई चाहिँ सानोमा आइडेन्टिफाई गर्न सकिँदैन जब उनीहरू अलिक मेच्योर हुन्छ बल्ल उनीहरूलाई चाहिँ भाले र पोथी भनेर आइडेन्टिफाई गर्न अलिक इजी हुन्छ अब घरियालको चाहिँ के हुन्छ भन्दा भालेको चाहिँ जब ऊ सेक्सुअल्ली मेच्योर हुन्छ उसको चाहिँ त्यो लङ स्नटको माथि चाहिँ दुईवटा एउटा बल्स जस्तो एपियर हुन्छ दुईवटा एउटा डल्लो त्यसलाई चाहिँ हामीले घारा भन्छौँ पोथीको चाहिँ त्यो हुँदैन र अलिकति मार्स मगर भन्दा ठुलो पनि हुन्छ जुन जुन स्नटले गर्दाखेरि यो ठुलो पनि हुन्छ र त्यो चाहिँ हाम्रो यही इन्डिया र नेपालमा मात्रै पाइन्छ तिनीहरू चाहिँ र त्यो चाहिँ के यो त अहिलेको स्टार्टिङमै पुग्छ हामी चाहिँ यताबाट हुँदै जङ्गल गर्दै यो चाहिँ तपाईँको पुरानो होटेल गैँडा वाइल्ड क्याम्प भन्छ यसलाई चाहिँ अब पहिला पहिला राजाहरू चाहिँ यतातिर भिजिट गर्दाखेरि आएर बस्ने होटेल अरूलाई पनि हो तर स्पेसली राजाहरूले चाहिँ अझै 10-15 भयो बन्द भएर बसेछ यो चाहिँ विविध कारणले बन्द भएर बसेछ अब हाम्रो चितवन राष्ट्रिय निकुञ्ज स्थापना हुनुभन्दा चाहिँ यो हाम्रो क्षेत्रलाई चाहिँ तपाईँको
यसरी गाडीतिर बस्यो भने यसो ठिक हुन्छ होला मेन्टली दबाई सबै दिन्छ ठिक हुन्छ त्यो अन्य भएर नबस्छ मैले नदेखेको भए कसरी दुईतिर त्यो भनिदिनु मैले नदेखेको अब देखेको पनि दुईतिर तपाईँ देखेको त भन्दैछु मैला नै रहेछ त्यो देख्ने बित्तिकै यतै गयो त्यसको चाहिँ दुई मिनट जनावर हो धेरै orang lah hari ini. टाउकोमा छुन्दै र क्याप खोलिदेऊ हुन्छ कि छुन्छ टाउकोमा छुइदेऊ Jangan terlalu senang. Dan nomor dia nak यस हुन्छ त्यो छुन चाहिँ भएन त्यो केमिकलहरू आएको चाहिँ हाततिर टाँसिन्छ भनेर छुन चाहिँ भएन हुन्छ घुमेर आउनुहोस् न यो हो
hate crocodile. Sometimes we're gonna see crocodile here. Otherwise, हामी लास्टमा बस्ने हो कसम भनेको सोसाइटी त्यही छ अब ल don't sit this seat and rest of you gonna sit wherever. अगाडि बसौँ न. आऊ छिटो भन्नु त भएन त्यही भएर पर्खेको हो देखिसकेपछि टेन्सन लिनु पर्दैन हामी चिनिसकेर टेन्सन आफ्नो बेस हुन्छ प्लिज डोन्ट साउन्ड डोन्ट नोइजिङ डोन्ट अलाउ टु डिस्टर्ब फर देम के रे विक्रम बाबाको मन्दिर चाहिँ कता हो नि ल यहाँ एन्टी लाइट पर्छ बन्द गरेका छन् नभए त्यहाँ के छैन खानेकुरा यहाँ फिडिङ गर्न पाउँदैन तो गाडीले छेक्दै क्या You're happy? Okay, if you're happy, you try to make happy guide and driver also. के देख्यो किरण आज बोले करण बोले होइन आज देखियो पिकअक डान्स राइनो बाघ
अनि अरू त यत्रो त्यो के अरे हिले माछा क्या अँ त्यो पनि देखियो त्यो पनि त्यत्रो ठुलो त देखेको थिएन। रमाइलो भयो। यति भन्दै आजको जङ्गल सफारी सकियो होइन त जङ्गल सफारी सक्यो, दिन सकेको छैन अझै हाम्रो एक्साइटमेन्टहरू बाँकी छ, गर्नुपर्ने धेरै छ होइन आजको दिनमा। ल